दुईजना रकी प्रसाद शाह र सुजित यादव दुईजना अधिवक्ताले सर्वोच्च अदालतमा यसको विरुद्धमा मुद्दा दर्ता गरिसक्नुभयो, दायर गरिसक्नुभयो र उहाँहरूप्रति पनि आभार। यी कानुनको बारेमा जनकपुरका युवा 70 का युवाहरू सशक्त रूपमा सक्रिय रूपमा सर्वोच्चसम्म पुगिसक्नुभयो र त्यसमा पनि हामी नैतिक ऐक्यबद्धता र उहाँहरूप्रति कृतज्ञता व्यक्त गर्दछौँ। मधेसमा पहिलो लालबाबु राउत गद्दीज्यू 4 वर्ष 333 दिन उहाँ मुख्यमन्त्री रहनुभयो र त्यो बेलामा उहाँ मात्र एउटा मुख्यमन्त्री हो जो पूर्णकाल रहनुभयो र 5 वर्ष पुग्नलाई जम्मा 32-33 दिन मात्र बाँकी थियो। पूर्णकाल आफ्नो रहनुभयो। त्यसपछि सरोज कुमार यादव जसपा नेपालका उहाँ दोस्रो मुख्यमन्त्रीको रूपमा रहनुभयो 16 महिना। तेस्रो मुख्यमन्त्रीको रूपमा जनमत पार्टीका तत्कालीन नेता सतीश कुमार सिंह रहनुभयो, उहाँ पनि 16 महिना रहनुभयो। त्यसपछि लोकसभाका नेता आउनुभयो जितेन्द्र प्रसाद सोनल, पर्सा जिल्लाका नेता उहाँ आउनुभयो र उहाँ 24 दिन रहनुभयो। उहाँले विश्वासको मत लिने क्रममा सदनमा जाँदै गर्दा केही अन्यलता देखिएपछि राजीनामा गर्नुभयो र राजीनामा गरे पश्चात यो बिचमा अरू केही राजनीतिक वार्ताहरू भइराखेको थियो। 7वटा दलको गठबन्धनले हिजो गएर प्रदेश प्रमुख सुमित्रा भण्डारी सुवेदीलाई उहाँहरूले 7 दलले हाम्रो बहुमत छ, त्यहाँ 8 दलको उपस्थित छ र केही 1-2 जना स्वतन्त्र सांसद प्रदेशमा। त्यसमध्ये नेकपा एमाले बाहेक सबैले एकबद्धता जनाइसकेको थियो कि हामी योभन्दा अगाडि रहनुभएको चाहिँ मुख्यमन्त्रीलाई विश्वासको मत दिन चाहन्छौँ र कृपया सदनमा यो प्रक्रिया अगाडि बढाइयोस्। यो दिइसकेपछि तपाईँ रातारात काठमाडौँबाट कुनै एउटा नेताको निर्देशनमा जनताको कर खाएर बसिराखेको त्यसको संविधान र संघीयताको धज्जी उडाउने गरी गरिएको कदम त्यसलाई राष्ट्रघाती र प्रदेश प्रमुखलाई बर्खास्त गर्ने अख्तियारी केवल राष्ट्रपति कार्यालयसँग महाभियोगको अभ्यासको परिकल्पना संविधानमा गरिएको छैन। त्यसैले गर्दा हामी यहीँबाट राष्ट्रपति कार्यालयलाई सम्माननीय राष्ट्रपति ज्यूलाई पनि अनुरोध गर्न चाहन्छु। ती व्यक्ति सुमित्रा सुवेदी भण्डारी जो अहिले मध्य प्रदेशका प्रदेश प्रमुखको रूपमा रहनु भएको छ, यो देशको संविधान र संघीयतामा यति नराम्रो खेलवाड गर्नुभयो, खेलाची गर्नुभयो, कृपया उहाँलाई बर्खास्त गरियोस्। यस्तो व्यक्ति नेपाली राजनीतिको लागि अभिशाप हो, त्यो हामी अनुरोध गर्न चाहन्छौँ। र हामीले विभिन्न धाराहरू अब हेर्नुहोस्, नियुक्ति पत्र हिजो साँझ नै तयार गरिसकेका थिए र शपथ आज बिहान गएर गराउनु भएको छ। भनेपछि नियत जुन बेला तपाईँको कार्यालयमा 7वटा दलले सबैले हस्ताक्षर बुझाउँछ भने प्रक्रियामा जाने कि राति त्यहाँबाट निस्किएर तपाईँ कतै गएर नियुक्ति गर्ने, कुनै रिजोर्टमा गएर नियुक्ति गर्ने। अब आज सामाजिक सञ्जालमा केहीले लेख्दै हुनुहुन्थ्यो कि कुनै रिजोर्टमा गएर तपाईँ मध्यरातमा प्रदेशको मुख्यमन्त्रीलाई गएर नियुक्त गर्नुहुन्छ भने कुन ठेगान यस्तो नियुक्तिहरू भोलि भट्टीमा हुन थाल्छन् कि? त्यसैले गर्दा यो गम्भीर कुरा हो। यसमा हेर्दै गर्दा केही संविधानमा यो परिकल्पनाहरू पनि छ कि यस्तो किसिमको नियुक्तिको परिकल्पना गरिएको छैन संविधानमा धाराहरू। हामी यसको विरोध गर्छौँ। सम्माननीय राष्ट्रपति मार्फत हामी यहीँबाट अनुरोध गर्न चाहन्छौँ कि ती व्यक्तिलाई मध्य प्रदेशको प्रदेश प्रमुखलाई बर्खास्त गरियोस्, संघीयतालाई कमजोर पार्ने यस्तो भूमिकाहरूलाई निरुत्साहित गरियोस्। आज तपाईँले यसमा छुट दिनुभयो भने भोलि यस्तो संविधानलाई यस्तो गम्भीर रूपमा खेलवाड गर्ने प्रयासहरू फ्युचरमा फेरि हुन पाउँछ। त्यसैले एउटा गम्भीर नजिर स्थापित गर्न आवश्यक छ। यो कदम चालियोस् राष्ट्रपति कार्यालयबाट भनेर र साथै अरू दलले लोकतान्त्रिक मोर्चाले, नेपाली कांग्रेस लगायत केही दलहरूले, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतले यसमा ध्यानाकर्षण जनाउनु भएको छ र यो गलत भएको छ भनेर अभिव्यक्ति पनि
लिखित मौखिक रूपमा दिनुभएको छ त्यसप्रति पनि आभार व्यक्त गर्दछु र त्यत्तिकै गम्भीर रूपमा हाम्रो पनि ध्यानाकर्षण भएको छ र सजग भएर बसेका छौँ। यो सबै कुरा स्वीकार्य हुँदैन भनेर एउटा राष्ट्रिय दल अहिलेको अवस्थामा देश विदेश सबैले आशा गरेको एउटा पार्टीको तर्फबाट हाम्रो राजनीतिक प्रतिबद्धता यसमा हाम्रो सरोकार छ। हामी गम्भीर छौँ र ठुलो हेरेर बसिरहन सक्दैनौँ भन्ने कुरा र अन्त्यमा रकी प्रसाद शाह र सुजित यादवले सर्वोच्चमा हाल्नुभएको जुन मुद्दा छ यो कदम विरुद्धमा त्यसप्रति उहाँहरूप्रति पनि सराहना व्यक्त गर्दछौँ र सम्मानित अदालतलाई यसमा आवश्यक ध्यानाकर्षणको लागि अनुरोध पनि गर्दछौँ। जस्तो यहाँहरूले चाहिँ नयाँ जति पनि हुनुहुन्छ नयाँ शक्तिहरूसँग एकता गर्ने अथवा सहकार्य गर्ने भनिरहँदा सीके राउतसँग पनि यहाँहरू लगभग सहकार्य गर्ने एउटा मनसायमा हुनुहुन्थ्यो, तर उहाँले आज के भन्नुभयो भने स्वायत्त प्रदेश बनाउनुपर्छ भन्ने धारणा राखिरहनु भएको छ। यो कुरालाई कसरी लिएको छ? टुक्राउनुपर्छ भन्ने लाइनमा चाहिँ उहाँ जानु भएको छ। होइन त्यसमा त हाम्रो कहिले पनि सहमति नै छैन। त्यो कुराहरूमा देशभक्ति राष्ट्रियता यो कुरामा हामीमा कतै पनि शङ्का नगर्नुहोस्। कुनै दुई थान मन्त्री पाउनको लागि वा कसैलाई रिझाउनको लागि आफ्नो संविधान देशभक्तिप्रतिको प्रतिबद्धता कहिले यता वार आउने कहिले पार आउने कहिले यही देश ठिक छ भन्ने कहिले झन्डा जलाउने त्यो उहाँहरूको क्रियाकलाप हो। त्यसप्रति हाम्रो कहिले पनि कदापि समर्थन छैन। र तपाईँले प्रश्नमा सोध्दै गर्दा जुन कुरा जोड्नुभयो कि उहाँहरूसँगको सहकार्य भावना हो यो सबै कुरामा स्पष्टता सहित हामी र त्यो कन्डिसनल हुन्छ होइन। कन्डिसनल के हुन्छ भने उहाँ आज जुन प्रतिबद्धता संविधान र देश राष्ट्रियताप्रति हुन्छ त्यो सहित आउनुहुन्छ। भोलि कुनै अभिव्यक्तिले डगमगाउनु पार्टनरसिप त त्यही ब्रेक हुन्छ। उहाँहरू आउँदै गर्दाखेरि जुनसुकै अवस्थामा र जुनसुकै आचरण स्वीकार्य हुन्छ भन्ने कुरो। त्यसैले यो अभिव्यक्तिहरूप्रति अब हामीले पनि हेर्नुहोस्। अब अर्को कुरा तपाईँलाई जोडौँ, जुन त्यहाँका नेताहरूले आज गएर तोडफोड गर्नुभयो, नेपाली कङ्ग्रेसका सर्लाही जिल्लाबाट निर्वाचित वीरेन्द्र सिंहज्यू जो 2-3 चोटि मन्त्री भइसक्नुभयो, उहाँले झन्डा भुइँमा फालिदिनु भयो मुख्यमन्त्री कार्यालयको। त्यो क्रियाकलापको विरोध हामीले गरिसक्यौँ। कर्मचारीमाथि कुटपिट गर्नुभयो। अहिले मनोबल गिरिराखेको अवस्थामा रहेका प्रहरी सङ्गठनमा हातपात गर्नुभयो। चुनाव आउँदैछ, निर्वाचनको लागि सबैको मनोबल उच्च राख्नुपर्छ भनेर हामी भनिरहेका छौँ। उहाँहरू गएर हातपात गर्नुभयो। उहाँहरूले सातवटा दलको जुन संवैधानिक प्रक्रिया सङ्घीयताप्रतिको प्रतिबद्धता छ त्यसमा हाम्रो समर्थन छ, तर त्यही दलले गरेको त्यो क्रियाकलापहरूमा हाम्रो समर्थन हुँदैन। उहाँहरूले माफी माग्नुपर्छ। नेपाली कङ्ग्रेसको केन्द्रले पनि यसमा सरोकार देखाउनुपर्छ। किनकि तपाईँको प्रदेश सांसदले एउटा देशको झन्डा मुख्यमन्त्री कार्यालयमा रहेको त्यो झन्डालाई भुइँमा हुत्याएर गएको छ र आएर होइन मैले गरेको होइन मैले छेउ मात्र लगाएको अब उहाँहरूले बिचमा नबोल्नुहोस्। अर्को कुरा के हुन्छ भने मैले केन्द्रले सरोकार राख्नुपर्छ भनेपछि त्यो सरोकारमा धेरै कुरा समेटिन्छ होइन। अब उहाँहरू लोकतन्त्रको ठेकेदार हामी हो भन्नुहुन्छ, हामीलाई कहिलेकाहीँ संविधान र कानुन सिकाउनुहुन्छ भने अब सिक्नुभएको कानुन संविधान अनुसार आफ्नो प्रदेशको सांसदलाई के कारवाही गर्नुहुन्छ त्यो राजनीतिक हैसियत उहाँहरूले देखाउने पालो आएको छ। हाम्रो त्यो अपेक्षा तपाईँहरूले देशको झन्डालाई कति माया गर्नु हुँदो रहेछ भनेर नेपाली काङ्ग्रेसका महामन्त्री कार्यवाहक सभापतिहरूलाई हामी यहीँबाट ललकार गर्छौँ। देखाउनुहोस् तपाईँहरूको देशप्रति राष्ट्रियताप्रति कति माया रहेछ भन्ने कुरा। त्यो कुरा एउटा हो। अर्को कुरा अहिले प्रहरी निजामती कर्मचारीहरूको मनोबल हामीलाई घोषणा गरिएको निर्वाचन समयमै निष्पक्ष र भयरहित रूपमा आयोजना गर्नको लागि त्यो आवश्यक छ। तपाईँहरू गएर हातपात गर्नुहुन्छ, तोडफोड गर्नुहुन्छ, सबै गर्नुहुन्छ होइन। र ती व्यक्तिलाई जब प्रश्न उठ्यो, जब विभिन्न सञ्चार माध्यममा कुरा आयो कि त्यो झन्डा किन फालेको भन्दा होइन मैले छेउ मात्र लगाएको भनेर, अब हुन त उहाँको पार्टी अध्यक्षले नै एआईले पैसा देखायो भनेर बोलेर जानु भएको छ होइन। त्यसैले अब भोलि गएर उहाँले होइन त्यो झन्डा फालेको चाहिँ एआईले भनेर भनिदिन सक्नुहुन्छ। त्यसैले तर छ्यापछ्यापी आएको सञ्चार माध्यममा यो छ, यो सबै गलत हो है। हामीले
नेकपा एमालेको तर्फबाट नियुक्त प्रदेश प्रमुख अहिले नवनियुक्त मुख्यमन्त्रीहरूले गर्नुभएको राजनीतिक अभ्यास गलत हो भनेर भन्दै गर्दा बाँकीले गर्नुभएको त्यो 3वटा क्रियाकलाप चाहिँ स्वीकार्य छ पनि भन्दैन, त्यो पनि गलत। प्रहरीले हातपात किन गर्नुभयो, कर्मचारीलाई किन कुट्नुभयो र राष्ट्रिय झन्डालाई एउटा प्रदेश सांसदले 2 चोटि मन्त्री भइसकेको व्यक्तिले भुइँमा ख्याल्दै गर्दाखेरि त्यो पार्टीको हामी केन्द्रीय नेताहरूलाई अब ललकार यहाँबाट हामी उहाँहरूलाई चुनौती नै दिन्छौँ कि तपाईँहरूको जवाफ के हो, के कारबाही गर्नुहुन्छ र हामी कानुन आफ्नो हातमा लिएर यो कारबाही गरौँ भनेर हामीले भन्न मिल्दैन। त्यो त त्यति सोच त उहाँहरूसँग छ होला नि के कारबाही गर्ने भनेर। हजुर त्यो जाँदै जस्तो प्रवक्ताज्यू माथिबाट कसैको निर्देशन अथवा कसैले भनेको दबाब प्रदेश प्रमुखले गरिरहँदा त्यो कसले चलिरहेछ, फेरि अहिले प्रहरीको मनोबल कमजोर भइरहँदा, कर्मचारीको मनोबल कमजोर भइरहँदा फेरि मधेसमा रक्तपातको अवस्था आउन सक्छ, किनभने प्रहरी ब्याक भएको अवस्थामा त्यो अवस्था आउन सक्छ। कसले त्यो दबाब दिइरहेछ, कसले चाहिँ यहाँबाट चलायो, ठ्याक्कै भन्नुपर्दा कसले त्यो यो अवस्था गर्दैछ? होइन, यो त स्पष्ट रूपमा देखिन्छ नि। हेर्नुहोस् न, हामीले राष्ट्रपति गैर दलीय हुनुपर्छ होइन, राष्ट्रिय सभामा अध्यक्ष चाहिँदैन, उपराष्ट्रपतिलाई सक्रिय बनाउँदाखेरि खर्च घटाउन सकिन्छ, प्रदेशको प्रमुख भन्ने पदै चाहिँदैन, मुख्यमन्त्री हुँदै गर्दा भइहाल्यो। राष्ट्रपति कार्यालयले त्यो एउटा 5 वर्षमा एकचोटि शपथ ग्रहण त यहीँबाट गएर वा उहाँहरूलाई यहाँ बोलाएर जे पनि गर्न सकिन्छ। त्यो सामान्य कामहरूको लागि तपाईँले कार्यकर्तालाई, पुरानो सम्बन्धमा भएको मान्छेहरूलाई, आफन्तहरूलाई होइन, कतिवटा ठाउँमा हामीले प्रदेशमा सम्धिहरूलाई नियुक्त गरेको पनि देखेको छौँ। किन गरिँदो रहेछ भने यस्तै बेलामा दुरुपयोग गर्न सहज होस् भनेर। यसमा स्पष्ट रूपमा हेर्दै गर्दा नेकपा एमालेको केन्द्रीय कमिटीले होइन वा केन्द्रीय कार्यालयबाट निर्देशनमा दुरुपयोग भएको देखिन्छ। र उहाँले अब हेर्नुहोस् त, जनकपुरमा गएर म उहाँलाई भेट्न पनि गएको थिएँ एकचोटि। सुमित्राजी आउँदै गर्दा प्रदेशमा एकजना सङ्घीय सांसदको रूपमा उहाँलाई जनकपुरमा स्वागत गर्नु पनि गएको थिएँ। उहाँको कार्यालयमा गएर ल तपाईँ पहिला जनकपुर कति बस्नु भएको छ, के छ, कसो छ भनेर सरोकार राख्न गएको थिएँ। त्यो मेरो कर्तव्य हो एउटा राजनीतिज्ञको रूपमा। तर अब उहाँलाई म भेट्न जाँदा, एक त भेट्नै जाँदिनँ अब त्यस्तो व्यक्तिलाई, कतै भेट भइहाल्यो भने उहाँले कसरी आँखा जुदाउनुहुन्छ? किनकि सजिलै अरूको आशयमा दुरुपयोग हुने व्यक्ति रहेछ नि त। त्यसैले गर्दाखेरि यो त्यो पदको गरिमा तपाईँ कसरी राख्नुहुन्छ, अरूले दुरुपयोग गर्न खोज्यो भन्दैमा कसरी भइदिनुहुन्छ भन्ने कुराहरू त्यो उहाँहरूको जिम्मेवारी र यहीले देखाउँछ कि त्यो पद चाहिन्छ कि चाहिँदैन। त्यो पदै चाहिँदैन। लिमिटेड गभर्मेन्ट भन्ने एउटा फिलोसफी हुन्छ। गभर्मेन्टलाई जतिसक्यो सानो बनाउने, निजी क्षेत्रलाई, अर्थतन्त्रलाई फराकिलो बनाउने। तर हामी कहाँ के हो भने सरकारमा अनावश्यक यो पदहरू सृजना गरेर यस्तै अवस्थामा दुरुपयोग गर्ने अभ्यासहरू भयो, जुनको हामी सख्त विरोधी हो। भनेपछि मधेस प्रदेश सरकार एमाले पार्टीको प्राली कम्पनी जस्तो भयो होइन? अब मधेस प्रदेश सरकारको जुन प्रदेश प्रमुखको कार्यालय र प्रदेश प्रमुख हुनुहुन्छ त्यो एक एमाले पार्टीको कठपुतली भएको प्रदर्शन हामीले आज बिहान देख्यौँ। संविधानको लागि, सङ्घीयताको लागि, सङ्घीयताको अस्तित्वमा प्रश्न उठिरहेको बेलामा तपाईँले गर्ने अभ्यासहरू त झन् म्याच्योर्ड हुनुपर्छ नि, झन् प्रोडक्टिभ हुनुपर्छ नि। तर तपाईँ यस्तो दुरुपयोग गरिरहनु भएको छ। यसले गर्दाखेरि त अब यसमा झन् त उहाँहरूको अभ्यासले गर्दा एकजनाले पद पायो होला, तर यसको उपज के भयो, यसको परिणाम के भयो भनेपछि त्यो सिस्टममा प्रश्न उठाउने काम गरिदिनु भयो नि उहाँहरूले। भनेपछि संविधान र सङ्घीयताप्रति कटिबद्ध छ कि छैन भन्ने कुरा देखाइदिनु भयो। अरू केहीले, नेपाली कङ्ग्रेसको प्रदेश सांसदले देशको झन्डाप्रतिको माया देखाइदिनु भयो कति छ भनेर। अरू केही पार्टीहरूले, लोकतान्त्रिक मोर्चाको केही नेताहरूले प्रहरीलाई गरेको व्यवहारले देखाइदिनु भयो। सङ्गठनप्रतिको सम्मान के छ, निजामती कर्मचारीहरू देखाउनु, सबै दुःखद हो। तर जिम्मेवारी त जिम्मेवार पक्षले लिने हो। त्यसैले उहाँहरूलाई अब अझै अघि तपाईँहरूले रक्तपात, आगजनी, लुटपाटको अवस्था नआओस् भनेर नै हामीले उहाँहरूलाई जो जिम्मेवारीमा हुनुहुन्छ उहाँहरूलाई यो कुराको लागि अनुरोध गर्नको लागि यहाँबाट तपाईँहरूको सञ्चार माध्यमबाट उहाँहरूलाई हामीले अनुरोध, उहाँहरूलाई सचेत गराउन खोजेको, उहाँहरूलाई सूचना दिन खोजेको कि यसमा जिम्मेवारी लिनुहोस् है, अन्यथा बिग्रेला भन्न खोजेको।
मधेस प्रदेशको प्रमुख पनि यहीँ हुनुहुन्छ, नेताहरू राष्ट्रपाको नेताहरू पनि साँच्ची राखेर भनिरहनु भएको छ। उहाँलाई के सन्देश पठाइरहनु भएको छ? अब त्यहाँ जाँदा स्वयं आफू पनि त्यहीँ गएर प्रतिनिधित्व गर्नुहुन्छ, तपाईँ जानुहुन्छ कि उहाँहरू मार्फत के पठाइरहनु भएको छ? अब यो रोक्नका लागि अथवा फर्की यो गलत भइरहेको छ, यसलाई जसरी पनि ब्याक गर्नुपर्छ भन्ने अवस्था के छ? मैले आज तपाईँहरूलाई अनुरोध गर्नुभन्दा अगाडि मेरो पार्टीको कार्यवाहक सभापति, उपसभापति लगायत सबैजनासँग र मधेसबाट काठमाडौँमा रहनुभएको सञ्चार माध्यम र विभिन्न ठाउँमा जिम्मेवारीमा रहनुभएकोसँग सबैसँग सरसल्लाह गरेको थिएँ, कन्सल्ट गरेको थिएँ। यसमा हामीले कति गम्भीर रूपमा तपाईँहरूले ध्यान दिनुभएको छ। काठमाडौँमा बस्दै गर्दाखेरि ध्यान हाम्रो उता फर्किसक्छ भनेर सबैजनाले गम्भीर सरोकार र यसप्रति सरोकार म एकजना मधेसको इन्चार्ज, मधेसबाट प्रतिनिधित्व गर्ने एकजना जनप्रतिनिधिको मात्र होइन कि इन्टायर राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय तहबाट नै ध्यान आकर्षण भएको छ र हामीले गम्भीर रूपमा लिएको छौँ भन्ने कुराको प्रमाणस्वरूप आज हामी केन्द्रीय कार्यालयको प्राङ्गणमा यो कुरा बोलिरहेको छ। अब यसपछि हाम्रा मधेसबाट विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने नेपाल प्रहरीको पूर्व एसपी भएर अहिले धनुषा जिल्लाको उपसभापतिको रूपमा रहनुभएको नरेन्द्र कार्कीजी हुनुहुन्छ होइन, मधेस प्रदेशको संस्थापक सभापतिको रूपमा काम गरिसक्नु भएको ममता शर्मा हुनुहुन्छ, हाम्रो उम्मेदवारहरू भइसक्नु भएको साथीहरू हुनुहुन्छ, जयकमलजी हुनुहुन्छ, हाम्रो इन्जिनियर सरोज भाइ हुनुहुन्छ, सक्रिय हुनुहुन्छ, सबै हुनुहुन्छ भनेको सबैजना हामी यसमा गम्भीर रूपमा ध्यान आकर्षण भएको छ। हामी गम्भीर छौँ र हाम्रो तहबाट तपाईँले प्रश्नमा सोध्नु भएको जस्तै विभिन्न तहबाट हामी सरोकार राख्छौँ। दुईवटा कुरा, एउटा यसलाई अवस्था बिग्रिन नदिनको लागि भर्खरै हामी विध्वंस, विद्रोह सबै कुराहरूले गर्दा अर्थतन्त्र डगमगाएको बेलामा थप त्यो कुराहरू नहोस् होइन, यसलाई साम्य पार्न, सन्तुलन गर्न, नियन्त्रण गर्न सकियोस् एउटा कुरा। तर अर्कोतिर संविधान र कानुन र राष्ट्रियतामा खेलवाड गर्न पाइँदैन है भन्ने कुरा, त्यो खेलाची र खेलवाड गर्नेहरूलाई त्यो उहाँहरूको चाहिँ विरोधी हो हामी भनेर त्यस दुईटै कुरामा हामी सरोकार राख्छौँ र विभिन्न तहमा गएर हामी सक्रिय हुन्छौँ। अन्तिममा प्रदेश प्रमुखको यो नाटकीय रूपलाई बिरामी हुँदा पहिला जेलमा जाँदा बिरामी भएर यसो जेल 2-4 दिन निस्किन पाइन्छ कि भनिन्थ्यो, त्यहाँ चाहिँ त्यो त्यहाँ प्रदेश प्रमुखले बिरामी भयो भने काठमाडौँ आउने नाटक जुन गर्नुभयो यसलाई कसरी हेर्नु भएको छ? यो नाटकलाई चाहिँ यो अन्तिममा नाटक कति सजिलै झुट बोलेर जानुभयो, त्यस्तो गम्भीर त्यस्तो जिम्मेवार पदमा रहनुभएको व्यक्ति त्यसरी सजिलै झुटो बोलेर अब आफ्नो कार्यालयमा पुगेर आफ्नो कार्यालयको सामान्य तहमा रहेको कर्मचारीलाई त्योभन्दा अगाडि आफ्नै सेक्युरिटी गार्डलाई चाहिँ कसरी सम्मान कायम राख्न सक्नुहुन्छ उहाँ? कि सजिलै झुटो बोलेर जानुभयो। र त्यो हेर्नुहोस् जितेन्द्र सोनलजी होइन, मैले उहाँको पुरै वर्णन गर्न खोजेको होइन, तर यति सरोकार राख्नुभयो कि आधा रातमा गएर सन्चै हुनुहुन्छ, ल तपाईँलाई स्वास्थ्य लाभको काममा राम्ररी जानुहोस्। अब त्यो जितेन्द्र सोनल कसरी भेट्नुहुन्छ? त्यो लज्जा, त्यो पदको गरिमा र खुसी पार्नु छ कुनै 2-4 व्यक्तिलाई, तर लाखौँले त आज देख्यो नि एउटा प्रदेश प्रमुखले कति सजिलै झुटो बोल्दो रहेछ आफ्नो 2-4 नेतालाई खुसी पार्नको लागि। त्यो यो त्यसैले भन्छु म, यो कदमले संविधान, यो कदमले राष्ट्रियता दुईटैमा घात गरेको छ र एउटा देशको राजनीतिप्रति, राजनीतिज्ञहरूप्रति आस्था राख्नेहरूलाई लज्जित बनाएको छ। धन्यवाद। ल एसपी साहबलाई स्वागत पनि छ, तपाईँ त्यहाँ बसिसक्नु भएको छ होइन, त्यहाँको वस्तुस्थिति जुन प्रकारको प्रहरीमाथि दमन आज नेताहरूले फुली लगाउँदै त्यहाँको त्यो प्रदेश प्रमुखको लोगो लगाई प्रदेशको सांसदको लोगो लगाउँदै जुन प्रकारको यो अत्याचार गरेको अवस्था देखिन्छ नि, कसरी हेर्नु भएको छ अगाडि हेरेर? हस्, धन्यवाद पत्रकार मित्रहरू। अब म पूर्व सुरक्षाकर्मी भएको हैसियतले अहिले हाम्रो प्रवक्ताजीले नै भनिसक्नु भएको छ, अहिले प्रहरीको मनोबल गिरिरहेको अवस्था छ। देशले चाहिँ अब चाँडै नै निर्वाचनमा यो बेलामा सुरक्षाकर्मी र प्रहरीको आउनुपर्ने समयमा पदधारी सांसदज्यूहरूले नै अब
सुरक्षाकर्मीमाथि युनिफर्मधारी सुरक्षाकर्मीमाथि हातपात गर्न जानु, कर्मचारीलाई लुट्न जानु, सरकारी सम्पत्तिको चाहिँ तोडफोड गर्नु, राष्ट्रिय झन्डालाई चाहिँ झुल्काउनु भनेपछि नैतिकता हाम्रो कहाँसम्म पुगिसकेको छ भन्ने कुरो तपाईँ हामी सबैले बुझ्न जरुरी छ। त्यसैले राष्ट्रिय स्वतन्त्र पार्टीले भनेको छ जान्नेलाई छान्ने राम्रो चाहिँ हाम्रो भनेको त्यसैको लागि यस्ता संसदबाट, यस्ता नेतृत्वबाट, यस्ता पार्टीबाट अब देश चल्दैन। त्यसैले तपाईँ हामी सबै गोलबद्ध भएर राष्ट्रिय स्वतन्त्र पार्टीलाई नै छान्ने रवि दाइको चाहिँ पछ्याउनु भएको पक्षमा जाने भनेको त्यसैले हो। संस्कार हुने हो भने सुरक्षाकर्मीमाथि हात हाल्ने, राष्ट्रियतासँग गाँसिएको राष्ट्रिय झन्डालाई फाल्ने भने तपाईँ हामी कल्पना गर्न सक्छौँ होला र यो त कल्पना बाहिरको कुरा हो।